मास्टर जगत सुन्दर मल्ल मा भाषा शिक्षकका दशा विफस वमी पिन्स याक्न सेका क्याफै थया दिगुन सचित पुले थुङ्कुकुदो लिच्छविकालीन व मल्लकालीन या इले प्रशासनिक भ्याय रूपे मान्यता कया चुङ्गु नेपाल भाषा साकाले वया उपेक्षित जुगु खनेदो स्वतन्त्र पूर्वक थगु ज्याखे छेले देमागु व नेपाल भाषा शिक्षा क्या देमागु थका आपला भाषिक कार्यकर्ता देश थगु जीवने पाना दिल तर सरकार थते माग तपिन्त ह्याब्ले बागा मिखा सोया भ्या कोटेले कुचक ज्याजुल तर आ नेपालले संघीय संरचना उनी थुङ्का नेपायन हु संविधान कथ स्थानीय क्षेत्र या सरकारी ज्याकुथी व पनेकुथी स्थानीय भ्या छेले दैगु व्यवस्था याना तगुदो थोय व्यवस्था कथा लिपाङ्गु इले आफ्नो स्थानीय सरकार तेस स्थानीय भाषा शिक्षा बिगु ज्यान्हाका चुङ्गु खनेदो थोय छोले ए महानगरपालिका स्थानीय नेपाल भाषा या माध्यम अनिवार्य शिक्षा बिगु तातुना ए डे मसिके पाठ्यक्रम तयार या थुकुदो थुगु पाठ्यक्रम महानगर दुने चुङ्गु सामुदायिक लिसे निजी बने कुठिया छगु निसे चागु तगितक अनिवार्य कथा बने मागु व्यवस्था यागुदो थथे मातृभाषा शिक्षा क्या दैगु व्यवस्था यागुले मंगलबार नेवा पत्रकार राष्ट्रिय दबु ए कचया गोसाले ए महानगरपालिका या मेयर विद्या सुन्दर साक्य उपमेयर हरिप्रभा खड्गी लिसे ए महानगरपालिका या त नागरिक अभिनन्दन यागुदो याजोले सांस्कृतिक बाजना थाना ठिठी बने कुठिया बनामी लिसे संघ संस्था तैगु उपस्थिति मेयर साक्य व उपमेयर खड्गिया त एयान हु शतक निसे सम्मान याना ए डे चाहेको ख अनलिपा एया बसन्तपुरे जुगु औपचारिक ज्याजोले उप प्रधानमन्त्री ईश्वर पोखरेल ए महानगरपालिका या मेयर साक्य व उपप्रमुख खड्गी लिसे महानगरपालिका पाखे महानगरपालिका या प्रशासकीय अधिकृत राजेश्वर गेवालिया त हनादिको ख राजेश्वर गेवालीजी उहाँहरू तीनै जनाले संयुक्त रूपमा ग्रहण गर्दै हुनुहुन्छ। म काठमाडौँ महानगरपालिका त्यसका प्रमुख उपप्रमुखज्यूहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। आफ्नो मातृभाषामा यहाँका विद्यालयहरूमा 1 कक्षादेखि 8 कक्षासम्म जो पठन पाठन प्रारम्भ गर्नुभएको छ यसको लागि म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु र यो अभियानले निरन्तरता पाओस् म विशेष आग्रह गर्न चाहन्छु। यो केवल एउटा जाति विशेषको भाषाको मात्रै कुरो होइन, हामी नेपालीहरूको इतिहासको कुरा हो, हामी नेपालीहरूको जातीय पहिचानको कुरा हो, हाम्रो धर्म र संस्कृतिको कुरा हो, हाम्रा पुर्खाहरूले प्रारम्भ गरेको एउटा ऐतिहासिक वास्तविकतालाई सम्मान गर्ने कुरा हो। यो चिजलाई ख्याल गरेर तपाईहरुले जो प्रारम्भ गर्नुभएको छ यो प्रारम्भ गर्नुभएकोमा म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु, तपाईहरुप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। र अहिले हामी यहाँ छलफल गरिरहँदा, यहाँ हामीले बोलिरहँदा
हामीले नेपाल भाषा पढाउन लागेको होइन, माध्यम मात्र नेपाल भाषा। अहिले हामीले यहाँको कला, यहाँको संस्कृति, यहाँको रहनसहन, यहाँको रीतिरिवाज, यहाँको भूगोल, यहाँको इतिहास, यहाँको व्यक्तित्व बारे जानकारी गराउने माध्यम, स्थानीय पाठ्यपुस्तक तयार गरेर पढाउने माध्यम मात्र नेपाल भाषा हामीले हो। भाषा नै शुद्ध रूपमा अहिले हामीले पढाउन लागेका होइनौँ, यो कुरा हामीले स्पष्ट हुनुपर्छ। झियपे लिप्लायरला 18 वर्ष तक झिउ स्थानीय सरकार मरुबले झिसँग चाहिँ झिउ भाषा इट झिउ संस्कृति त बिस्तार लोप याना वो चाहिँ झिसँग मननियामा अघि चाहिँ 18 वर्ष बाद स्थानीय सरकार वेरुङका आ चाहिँ झिउ पहिलो दायित्व चाहिँ झिउ संस्कृति सम्पदा कला व झिउ चाहिँ भाषा इट चाहिँ प्रमोट या जिम्यु कार्य वो उज्या चाहिँ ठुकी त चाहिँ जिमसँग न्हने यान चुनाउडु पहिलोला ठो साटौं नगर परिसर चाहिँ झिउ भाषा इट ठो 91 वटा सामुदायिक स्कुल दु उकी त प्रमोट या प्राइभेट स्कुल इट न झिसँग न्हने बिछाना उडु वो कारण चाहिँ ठो भाषा इट चाहिँ आ चाहिँ अनिवार्य रूपमा नै झिसँग चाहिँ न्हने बरेनो जुया चाहिँ आठो टिचर त क्या दक सिरै साइड अन्तिम चरने वेरुङल 172 जना टिचर त चाहिँ झिसँग क्याउ ठय मार्फत चाहिँ झिसँग शिक्षक शिक्षिका तर्फ झिसँग आई त चाहिँ 1 लिची 8 क्लास तक तर ठुली जग्गा याना चाहिँ झिगुब्ले न प्रमोट जिमको एजुनी जी न्याब्ले न धा आठो बिस्तार सुरुवात जु कने चाहिँ झिसँग चाहिँ +2 तक स्थानीय सरकार वेरुङको चाहिँ अन्तकन न्हने अव अनउना हाना एमए बीए पीएचडी तकन चाहिँ झि भाषा त चाहिँ प्रमोट या मारे चाहिँ झुट सक्लन्छ। हना जाजोले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ नेपाल भाषा मङ्का खलाया नाया दुर्गलाल श्रेष्ठ या पोटी दुख जीवता धर्म मगस पुन खन थगु संस्कार संस्कृति कला संपदा आदि है देशीय पहचान का अभिमान स्वाभिमान का थोहे स्वाभिमान रक्षा या निम्ति थो कार्यक्रम या आयोजक भी गुखन निजना के न थो व्यवस्थित ढंग न्यावने भयमा थोजे तकले नपा थौया चरित्र नायक द्वय नगर प्रमुख विद्या सुंदर साक्यजो वो उप प्रमुख मेजो हरिप्रभा खड़गीजू ठेका पिनी प्रतिना जितस्के न तमस्तक चुंचना पुलिस मकू थौ राज्य स्तर है उन्मुक्त थौ मयस्य मगाउ ज्यादका गु अंश बबिया जीत चुएका चुंचना आ मागुला खाली जिए जक हेलन चाके माने जिए जक ख कठ भने माने थै त व्यवस्थित ढंग जी न्याके त बने अझ थुकिए निम्ति लिचिला चंग गुगुनन मेगुनन महानगर त देखो अपिना पद प्रेम पूर्वक खम्बालक ब्याका अपिम बवरका छप्तिए त मचाउ पुलो अमित मित्रवत व्यवहार याना थपाके सोकेगु थुकिया छौवाजको कारण ख नेपा या स्कुले स्वाभाविक रूपे सर मिस्पी नक्तिर मत नियुक्ति जेड्युटो वेका पिनसा नेपाल भाषा क्लास ए वन बोले फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन पहिलो प्रभाव या अंतिम छौचाइनी प्रभाव ख वे जोनी क्लास ए वन बोले शिक्षक तेस शिक्षिका तेस विद्यार्थी ते ठयाउ ढंगा ते व्यवहार या फेकी माला कि वो विद्यार्थी पास विद्यार्थी वो स्कुले बनी पे मस्तेस तो नेपाल भाषा क्लास चाहिँ छुटे जी बा जिमी सरा बंक्यु जिमी मिसा बंक्यु विषय चाहिँ छुटे जी ढका अया आकर्षण ढंगा ते क्लास ए वे वातावरण सर मिस पिनसा चाहिँ बी फेकी माला सर मिस पिनसा छौ चाहिँ नि व्यवस्थित तयारी नाप्ना पते स्तर युक्त ढंगा चाहिँ पढाइ पठन पाठने न ध्यान टे माला किताबे छुच्चै जाउटो वय ठ्याक्क बंक्यु चाहिँ नि मतलब चाहिँ छौते घोकन्ती विद्या ढाइने किताबे छुच्चै जाउटो वय त ठ्याक्क बंक्यु परिपाटी सिकेन
थौ चाहिँ नि रचनात्मक र सृजनात्मक ढङ्ग मस्ते त ठिक्यु कठ जिसा चाहिँ बङ्की फेमा अथे ज्याजोले नेपाल भाषा या पाठ्यक्रम देखे त ग्वाली यापी व्यक्तित्व तेत न हंगु खसा सोनिगया थिथि संघ संस्था मेर उपमेर यात न हनपौ लल हागु ख ता यी निशे कोटेला तगु नेपाल भाषा आ स्थानीय पाठ्यक्रम दुठाकी गुज्या महानगरपालिका या तस्क साहसिक को ऐतिहासिक जाकथा कया वे चमुदुसा थुगु कथा या ऐतिहासिक जाया त स्थानीय बासी तेसमा लस्कुस जाना चमुदु